नमस्कार। आजको कक्षामा हामी मौलिक हकका बारेमा अध्ययन गर्नेछौँ। नेपालको संविधान 2072ले नेपाली नागरिकहरूलाई दिएको मौलिक हक, यो संविधानको भाग 3 धारा 16 देखि धारा 46 सम्म गरी जम्मा 31वटा मौलिक हकहरूको व्यवस्था गरेको छ। अब यो मौलिक हक सम्बन्धी जानकारी विद्यालय उमेरका विद्यार्थीहरूको सामाजिक अध्ययनदेखि लिएर विभिन्न आयोगको तयारी गरिरहनुभएका साथीहरूसम्मका लागि पनि यो उपयोगी छ। त्यस अर्थमा पनि यो भिडियो तपाईहरू सबैका लागि सान्दर्भिक र प्रभावकारी हुनेछ भन्ने मैले अपेक्षा गरेको छु। ढिलो नगरिकन सुरु गरौँ विषयवस्तुतर्फ। र हामीलाई लाग्न सक्छ कि यो अलिकति आउँदो गर्ने कसरी, कुन तरिकाले, किनभने यति धेरैवटा छन्, 31वटा चाहिँ मौलिक हकहरू छन्, यिनीहरूलाई कसरी सम्झिने भन्ने हामीलाई अलिकति यो विषय झन्झटिलो पनि हुनसक्छ। तर यसको लागि मसँग एउटा आइडिया रहेको छ, एउटा क्याप्सुल छ र त्यो क्याप्सुल, त्यो सूत्रको क्याप्सुल चाहिँ म आज तपाईहरू समक्ष व्याख्या गर्नेछु। त्यस पछाडि मलाई लाग्छ तपाईहरूले यसलाई सजिलो महसुस गर्नुहुनेछ। आउनुहोस्, सबैभन्दा पहिला म तपाईहरूलाई यसको सूत्रको बारेमा सुरु गर्नेछु। ल, अब यो मैले एउटा सूत्रको रूपमा यहाँनिर एउटा राखिदिएको छु। यो सूत्र हामीलाई आउँदो गर्नको लागि एकपल्ट, दुईपल्ट, चारपल्ट पढ्नु पर्ला, बेग्लै कुरा छ। तर यति कुरा पढिसके पछाडि हामीलाई 31वटा मौलिक हकहरूको बारेमा हामीलाई सजिलैसँगले थाहा हुन्छ। अब यसलाई हामीले कुनै एउटा लय बनाएर पनि पढ्न सक्छौँ र यो जति पनि यसमा की चाहिँ शब्दहरू छन्, यी की शब्दहरूको बारेमा चाहिँ हामीलाई थाहा भइसके पछाडि हामी यो बारेमा जानकार हुन्छौँ। यसलाई हामीले यसरी सूत्रहरूलाई याद गराउन सक्छौँ। सम्मान स्वतः समानता सञ्चारको न्याय, अपराधीका यातना निवारक लौन कता गए, छुवाछुत छैन सम्पत्तिको धार्मिक सूचना, गोपनीयताको शोषण स्वच्छ शिक्षा अनि भाषा, रोजगारी र श्रम गर्दा स्वास्थ्य, खाद्य, आवास, महिला, बालबालिका, दलित, ज्येष्ठ, सान्य, सासु, उद्देश भनेर अन्तिममा संवैधानिक उपचारको हक, किनभने अन्तिमको मौलिक हक। अब यो कुरालाई दुई चारपल्ट पढिसके पछाडि यहाँ यी जुन शब्दहरू छन्, यी शब्दहरूको बारेमा चाहिँ हामीले यो कुन कुन हक अन्तर्गत पर्दछ त भन्ने बारेमा हामी जानकारी लिन्छौँ। अब सबैभन्दा पहिला त सम्मानपूर्वक बाँच्न पाउने हक, सम्मान। अर्को छ स्वतः, स्वतन्त्रताको हक। अर्को छ समानता, समानताको हक, सञ्चारको हक, न्याय सम्बन्धी हक, अपराध पीडितको हक, यातना विरुद्धको हक, निवारक नजरबन्द विरुद्धको हक भनिन्छ यसलाई। र यो लौन कता गए भन्ने चाहिँ यसलाई गीतको एउटा लय मिलाउनको लागि राखेको हो। छुवाछुत विरुद्धको हक, सम्पत्तिको हक, धर्म सम्बन्धी हक, सूचनाको हक, गोपनीयताको हक। अर्को छ शोषण विरुद्धको हक,
स्वच्छ वातावरणको हक, शिक्षाको हक, भाषा सम्बन्धी हक, रोजगारीको हक, श्रम गर्न पाउने हक, स्वास्थ्य सम्बन्धी हक, खाद्य सुरक्षाको हक, आवासको हक, त्यस्तै गरेर महिला हक, बालबालिका हक, दलितको हक, ज्येष्ठ नागरिकको हक, सान्य भनेको सामाजिक न्यायको हक, सासु भनेको सामाजिक सुरक्षाको हक, ऊ भनेको उपभोक्ताको हक, देश भनेको देश निकाला विरुद्धको हक र अन्तिममा संवैधानिक उपचारको हक। अब यो हामीले यो सुरु हुँदाखेरि चाहिँ यो धारा 16 देखि सुरु हुन्छ, किनभने मौलिक अधिकार धारा 16 देखि सुरु हुँदै 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 आएर यो अन्तिममा आउँदाखेरि चाहिँ धारा 16 देखि आएर धारा 46 सम्म छ र यो आउँदाखेरि चाहिँ 46 नम्बरसम्म आइपुग्छ र जम्मा गरेर हाम्रा मौलिक हकहरू 31 वटा छन्। यो राज्यले हामीलाई दिएको मौलिक हकहरूको हामीले उपयोग गरिरहेका छौँ। अब यसले हामीले के बुझ्नु पर्यो भन्दाखेरि नेपालको संविधान 2072 को नेपालको संविधान 2072 को भाग 3 मा धारा 16 देखि 46 सम्म जम्मा 31 वटा मौलिक हकहरू छन् भनेर हामीले जान्नुपर्छ। मौलिक हकहरू छन्। ल यसलाई हामीले यो गीतलाई 2 पल्ट 4 पल्ट हामीले यसलाई चाहिँ पढ्यौँ भनेदेखि गीत रमाइलो पनि छ र यो गीतको सूत्रको आधारमा हामीलाई यो सम्झिन पनि सजिलो हुन्छ। एकपल्ट गीत फेरि दोहोऱ्याइदिन्छु। सम्मान स्वतः समानता संसारको न्याय, अपराधीका यातना निवारक लौन कता गए, छुवाछुत छैन सम्पत्तिको धार्मिक सूचना, गोपनीयताको शोषण स्वच्छ शिक्षा अनि भाषा, रोजगारी र श्रम गर्दा स्वास्थ्य खाद्य आवास, महिला बालबालिका दलित ज्येष्ठ सान्य सासु हुँदैछ, संवैधानिक उपचारको हक भनेर यसलाई पढ्ने। हस् त, नमस्कार।